Today we are going to learn indirect speech of WS question. विद्यार्थी भाइ बहिनीहरू आज हामी WS question को इन्डाइरेक्ट स्पीच कसरी बनाउने भन्ने कुराहरू सिक्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। Now let's start. She said to me, "Where are you going now?" This is the sentence. Now you have to just see the sentence in indirect speech. हामीले हेर्नुपर्ने सेन्टेन्स कहाँ हो त इन्डाइरेक्ट स्पिचमा हेर्नुपर्ने हुन्छ। वेयर आर यु गोइङ नाउ? सी सेड टु मी, दिस इज रिपोर्टेड रिपोर्टिङ भर्ब एन्ड दिस इज रिपोर्टेड सेड टु इज रिपोर्टिङ भर्ब। वेयर आर यु गोइङ नाउ, दिस इज रिपोर्टेड स्पिच। सो यु हेभ टु जस्ट सी इन द रिपोर्टेड स्पिच, दिस इज वेयर क्वेसन, वेयर आर यु गोइङ नाउ? Now let's see the answer. She asked. If there is a question mark, you have to change said to into ASKED, asked or inquired. यहाँ भित्र यो क्वेसन मार्क छ भने त्यो इन्टरोगेटिभ पनि सेन्टेन्स हो, अनि इन्टरोगेटिभ सेन्टेन्स अर्थात् त्यहाँ क्वेसन मार्क छ भने सेड भए पनि सेड टु भए पनि आस्क्ड गर्ने हो। सी आस्क्ड मी एन्ड कमा इन्भर्टेड कमा आउट वेयर इज एज कनेक्टिभ। यो वेयरलाई हामीले कनेक्टिभ अब जोड्ने, कमा र इन्भर्टेड कमालाई हटाएर जोड्नु पर्ने भन्यो। केले जोड्ने त? त्यही वेयर, त्यही वर्डले जोड्ने। यो कमा इन्भर्टेड कमा कमा एन्ड इन्भर्टेड कमा मस्ट बी डिलिटेड, हटाउनु, रिमुभ, यिनलाई हटाउने। यो हटायो एन्ड आफ्टर द्याट वी युज यर WHERE, वेयर, WH वर्ड। यहाँभित्र जे WH वर्ड छ, WH वर्ड हु, हुम, हुज, वेयर, वाट, वाइ, वेन, हाउ, जे छ त्यही राख्ने। यहाँ वेयर छ, वेयर नै राख्यो। नाउ आफ्टर WH word you have to change this statement. WH word पछाडि स्टेटमेन्टमा लिनु पर्यो भनेको। दिस मिन्स सब्जेक्टलाई अगाडि राख्ने। WH word एकछिन छैन मानौ, सब्जेक्ट यहाँ राख्ने। वेयर आर यु गोइङ? अब यसलाई के हुन्छ? यु आर गोइङ नाउ, फुल स्टप भयो। अनि युलाई चेन्ज गर्दा मी छ यहाँ, यु हटेर मी गयो युको ठाउँमा। यो सब्जेक्टिभ केसमा छ, मीको सब्जेक्टिभ केस आई भयो। त्यसैले आईसँग एम हुन्छ, एमको पास्टमा वाज, आई वाज गोइङ। नाउलाई चेन्ज गरेर देन भयो। नाउ नेक्स्ट वान इज he said, when did they do it, कृष्ण? लिटल बिट डिफ्रेन्ट है, अघि त्यो माथिको भन्दा फरक छ। यहाँ तपाईँहरूले बुझ्नुपर्ने कुरो के छ भने, बुझ्ने कुरोमा he said मात्रै छ यहाँ दिएको। रिपोर्टिङ भर्बमा he said छ, इन्भर्टेड कमा छ, कमा र इन्भर्टेड कमा छ। यहाँ when did they do it, कृष्ण एन्ड कमा छ, फेरि कृष्ण छ। हिले कसलाई भनेको हो त? हिले भनेको कसलाई हो त? कृष्णलाई भनेको। यो झुक्याउनलाई भित्र राखे मात्रै हो। He said what? When did they do it? He said when did they do it? To whom? To Krishna. हिले कसलाई भनेको हो? कृष्णलाई भनेको। के भनेको? When did they do it? Now. Now it's passive, it's indirect speech. यसको इन्डाइरेक्ट स्पिच बनाउनु पर्यो भने माथिकै तरिकाले जाने। कमा गयो, इन्भर्टेड कमा हट्यो, त्यसपछि त्यही वेनले जोड्ने हो। यो डिड सिम्पल पास्टमा हो, सिम्पल पास्टलाई डिड हटाएर त्यसको पास्ट पर्फेक्ट टेन्स ह्याड प्लस भित्री गर्ने। अरू केही चेन्ज गर्नु परेन। ही सेड, हियर ही सेड। नाउ नेक्स्ट वान इज ही सेड टु कृष्ण भयो। ही सेड टु कृष्ण भयो। सेड टु भयो, के गर्ने हो? आस्क गर्ने हो। He asked Krishna. He asked Krishna. What did he say? हिले के भनेको? He asked Krishna. कृष्णलाई के भनेको? When did they do it? When को त्यही whenले चाहिँ यहाँ जो जोइनिङ वर्डको काम गर्यो। When, आफ्टर when, यो डिडलाई हटाउने। डिड हटेर यो डिड जान्छ, यो डिड वेन को यो डिड आउट। यहाँ WH वर्ड पछाडि भएको डु, डज, डिड, हर्ट्स छ। डिड भनेको के हो? यो दिस इज V2, यो सिम्पल पास्ट हो। डिड आयो भने के हुन्छ? यो सिम्पल पास्ट सम्झिनु पर्यो। इट इज सिम्पल पास्ट। सिम्पल पास्टलाई चेन्ज गर्दा के हुन्छ? पास्ट पर्फेक्ट। अब छैन वेन, वेनको वेन आयो, डिड आउट भयो,
दे, यो डिड भनेको सिम्पल पास्ट हो, पास्ट पर्फेक्टमा बनाउनु पर्यो। दे पछाडि के आउनु पर्यो, ह्याड प्लस भित्री, यो डुलाई यहाँको यो डुलाई भित्री गरेको हो, यसको भित्री हो, यो मेन भर्ब हो। डुको के भयो यहाँ, डन भयो। इटको इट नै भयो। नाउ नेक्स्ट वान इज नम्बर नेक्स्ट। डोल्मा सेड वाइ हेभ यु कल्ड मी। अलि फरक छ है, अघिको भन्दा अझ फरक छ। डोल्मा सेड वाइ हेभ यु कल्ड मी। डोल्मा इन्क्वायर गरे पनि हुन्छ, आस्क्ड गरे पनि हुन्छ है। अघि माथि आस्क्ड गरे, अलि यहाँ इन्क्वायर राखेको। इन्क्वायर, यहाँ अब्जेक्ट छैन, यहाँ पनि छैन अब्जेक्ट, यहाँ पछाडि पनि अब्जेक्ट छैन। त्यसैले यो मी चाहिँ यो मी होइन, यो हामीले आफ्नो इच्छा अनुसार थपेको मी हो। अब्जेक्ट आवश्यक पर्छ। कसको पछाडि अब्जेक्ट आवश्यक पर्छ? सेडलाई इन्क्वायर गरे पनि सेडलाई यो सेड केमा भइहाल्यो, इन्क्वायरमा भइहाल्यो। आस्क्डमा भए पनि इन्क्वायरमा भए पनि त्यसको पछाडि अब्जेक्ट इज नेसेसरी एन्ड वी एड बाई आवर सेल्फ। यो हामीले आफैले थपेको अब्जेक्ट हो, यो थप्न मिल्यो चेन्ज गर्नको लागि। वाइको त्यही वाइ भयो। अब चेन्ज गर्नु पर्यो, यो युलाई अगाडि राख्ने, सब्जेक्ट भर्ब अब्जेक्ट अनुसार चेन्ज गर्ने हो। यहाँ यु भयो भने यु हेभ कल्ड मी, यस्तो हुन्छ। यु हेभ कल्ड मी, अब चेन्ज गरेर यसलाई बल्ल फुल स्टप हुन्छ। यसलाई यो क्वेसन मार्क हटाउनुपर्छ, स्टेटमेन्ट गर्ने हो, एसभिओ प्याटर्नमा जाने हो, सब्जेक्ट भर्ब अब्जेक्ट प्याटर्नमा जाने हो। यु चेन्ज भएर यु इज सेकेन्ड पर्सन इज चेन्ज अकर्डिङ टु अब्जेक्ट, अब्जेक्ट इज मी, हामीले आफैले राखेको अब्जेक्ट हो, यहाँ नभए राख्ने हो। मी, युको ठाउँमा को आउने भयो, मी, बट दिस इज सब्जेक्टिभ केस। मीको सब्जेक्टिभ केस के हुन्छ, आई। यहाँ सब्जेक्ट छ यु, अनि मी पनि सब्जेक्ट हुनु भयो, यहाँ अब्जेक्ट हुनु भएन। मीको सब्जेक्ट के हुन्छ, आई हुन्छ, आई। दिस इज एन्ड ह्याभ चेन्ज इन्टु ह्याड। ह्याभलाई के गर्नु पर्यो, ह्याड गर्नु। अक्जिलरी भर्ब छ त्यसलाई पास्टमा गर्नु। आई ह्याड कल्ड मी, मी भनेर कसलाई भने हो, डोल्मालाई भने हो, डोल्मा हो। डोल्मा भनेको के हो त, डोल्माको यहाँ मी भने जस्तै यहाँ हर, मेरो, मलाई भने जस्तै उनलाई भयो। दिस इज वान। आई थिङ्क यु आर क्लियर इट। एन्ड नेक्स्ट वान इज सी सेड हाउ ओल्ड आर यु गरिमा। अलि अझ फरक छैन है, दिस इज डिफरेन्ट। हाउ ओल्ड आर यु गरिमा। सी सेड हाउ ओल्ड आर यु गरिमा। नाउ हाउ ओल्ड, हाउ मच, हाउ मेनी, हाउ अफन, यस्तो छ भने सँगै राख्ने, लैजाने हो। त्यो जोइनिङ वर्ड हाउ ओल्ड नै राख्ने, हाउ मेनी नै राख्ने, हाउ मच नै राख्ने, हाउ अफनलाई जे छ त्यस्तै राख्ने हो। सो हियर सी सेड हाउ ओल्ड आर यु गरिमा। सीले कसलाई भनेको, गरिमालाई भनेको। के भनेको, हाउ ओल्ड आर यु। सो सेड केमा जानु पर्यो, आस्क्डमा। कसलाई भनेको, गरिमा, गरिमा यहाँ आयो। सी आस्क्ड गरिमा। अब बाहिर आएछ क्यापिटल लेटर छ, यस बाहिर आए के हुन्छ, स्मल हुन्छ। हाउ ओल्डको हाउ ओल्ड नै राख्ने हो। हाउ मेनी छ भने हाउ मेनी नै राख्ने हो। हाउ मच छ भने हाउ मच नै राख्ने हो। हाउ अफन छ भने हाउ अफन नै राख्ने हो। एन्ड देन आफ्टर सब्जेक्ट भर्ब अब्जेक्ट, एसभिओ प्याटर्नमा जाने। हाउ ओल्ड आर यु, हाउ ओल्ड आर यु। यो हाउ ओल्डको हाउ ओल्ड नै राखेको, बाहिर आउने स्मल लेटर हुने भयो। त्योभन्दा पछाडि सब्जेक्ट भर्ब अब्जेक्ट राख्नुपर्छ। यु आर माई फ्रेन्ड, यु आर 13 years old, यस्तो यस्तो हुन्छ नि, फुल स्टप हुन्छ, यो फुल स्टपै गर्नुपर्छ। यो कमा त त्यसै हटिहाल्छ। अब गरिमा अगाडि आइसकेको छ। हाउ ओल्ड, यु भनेर कसलाई भनेको छ यहाँ, हाउ ओल्ड। सी आस्क्ड गरिमा हाउ ओल्ड, आई वाज होइन, यो आई वाज नभएर के हुन्छ, सी वाज हो। हाउ ओल्ड सी वाज, हाउ ओल्ड सी वाज। यु भनेर कसलाई भनेको, गरिमालाई भनेको। हाउ ओल्ड सी वाज, हाउ ओल्ड सी वाज। हु सेड व्हाट, गरिमालाई भनेको। के भनेको, हाउ ओल्ड आर यु, हाउ ओल्ड आर यु गरिमा। गरिमा भनेको कसलाई भने, गरिमाले कसलाई भनेको, हाउ ओल्ड आर यु गरिमा। कसले भनेको, सीले भनेको। सो देन अब चेन्ज गर्दा के हुने भयो, चेन्ज गर्दा सी आस्क्ड गरिमा हाउ ओल्ड सी वाज। यु भनेको को भयो त, गरिमालाई, गरिमाको प्रोनाउन के हुन्छ, सी। त्यसपछि यो पछाडि भर्ब राखेको। नाउ नेक्स्ट वान इज दे सेड टु मी व्हाट इज योर नेम।
दे आस्क्ड मी अलि फरक छ दे आस्क्ड मी क्वेसन मार्क भएकोले सेड टुलाई के गर्यो आस्क्ड मी त्यही वाटले जोड्यो अब योभन्दा पछाडि यो वाट छ योरलाई राखेर भएन योर्स दिस इज पोजेसिभ केस प्लस नाउन पोजेसिभ केस सँगैको नाउनलाई सँगै लगिहाल्ने Your name is, your father is, my name is, my father is, their name is, their father is, their mother is, our teacher is, our brother is. यस्तो यो सँगै लगिहाल्ने हो सँगै लग्ने हो सो त्यसैले के भयो अनि वाट माई नेम वाज क्लियर भयो कि पनि होइन है वाट माई नेम वाज आर यु क्लियर यी वाटको त्यही वाट यसमा क्लियर छ your 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 भनेर कसलाई भने मलाई भने आयो त्यसैले यहाँ के भयो माई भयो तर के गर्नुपर्छ योर नेम नै सब्जेक्ट बनाउनुपर्छ योर नेम इजलाई पछाडि राख्ने योर नेम इज राम योर नेम इज श्याम योर नेम इज गोपाल फुल स्टप बनाउनु मिल्छ नत्र फुल स्टप बनाउनु मिल्दैन त्यसैले यहाँ जस्ट योर माई आवर देयर हिज हरसँग नाउन छ त्यो सँगै लैजानुपर्छ त्यसपछि भाव गर्ने अनि फुल स्टप गर्ने यसको स्ट्रक्चर त्यो खालको हुन्छ यो अब फरक छ अघिको भन्दा यो चाहिँ अलि फरक खालको हो यो फरक खालकोलाई फरक तरिकाले बुझ्नु पर्यो तपाईँहरूले हियर वाट आई सेड मैले भन्न खोजेको के बुझ्नुपर्छ वाट इज योर नेम वाट इज योर नेम वाट इज माई नेम भने त्यही क्वेसनै भइहाल्यो फुल स्टप बनाउनु पर्यो वाटको वाट जोइनिङ वर्ड योरलाई के भयो यहाँ मी भएकोले तपाईँको भने ठाउँमा मेरो भन्नु पर्यो माई नेमको नेम त्यस पछाडि गयो यो इज पछाडि गयो इजको पास्टमा वाज योर नेम योर फादर योर मदर यस्तो यो पोजेसिभ केस भएको पछाडिको नाउन राख्छ जस्ट यहाँ नोटमा लेखेको छ योर प्लस नाउन भयो भने योर नेम नाउन हो नि नाउन नेम माई नेम आवर नेम देयर नेम हिज नेम हर नेम अर फादर पनि हुनसक्छ योर वाट इज योर फादर वाट इज योर मदर वाट इज योर ब्रदर वाट इज योर फेभराइट फुड त्यस्तो सोध्न सकिन्छ अब यसलाई चेन्ज गर्न जान्नुपर्छ वाइ युआर योर माई आवर देयर हिज हरसँग पछाडि नाउन छ भने त्यो नाउनलाई लेखेर अनिभाव लेख्ने हो त्यही अनुसार यो भएको हो त्यसैले माथि योर नेम बल्ल त्यो भएको हो कुन चाहिँ लेख्यो योर नेम योर लेखेर योरसँगको नेम लेख्यो त्योभन्दा पछाडि अनि के राख्नु पर्यो त यो भब राख्नु पर्यो भन्ने जो स्ट्रक्चर छ त्यो भब अनुसार यो इजलाई यहाँ राखिन्छ त्यसै भए अनुसार त्यो इजको पास्टमा के भयो अनि यो इजको पास्टमा वाज भएको त्यसैले यो स्ट्रक्चरलाई बुझ्न जरुरी छ योर माई आवर देयर हिज हर छ भने पछाडि नाउन छ भने त्योभन्दा पछाडि भब राख्ने देन यु क्यान चेन्ज इन्टु पास्ट टेन्स सो आई थिङ्क यु आर क्लियर दिस वान नेक्स्ट अब के चेन्ज भएको रहेछ त 5वटा सेन्टेन्स हेऱ्यौँ हामीले के चेन्ज हुँदो रहेछ सेट र सेटुलाई के गर्ने रहेछ आस्क्ड गर्ने अथवा इन्क्वायर गर्ने एन्ड सेम डब्लुएस वर्ड इज युज एज कनेक्टिभ त्यही डब्लुएस वर्डलाई जुन डब्लुएस वर्ड यहाँभित्र छ त्यसैलाई कनेक्टिभको रूपमा कमा र इन्भर्टेड कमा हटाएर त्यसैलाई जोइनिङ वर्डको रूपमा गर्ने अनि त्योभन्दा पछि के गर्ने त आफ्टर डब्लुएस वर्ड लेखिसकेपछि हु हुम हुज वाट वेयर वाइ वेन हाउ यस्ता शब्द पछाडि के गर्ने त्योभन्दा पछाडि सब्जेक्ट लेख्ने भब लेख्ने अब्जेक्ट गरेर फुल स्टपको स्ट्रक्चरमा आउनु नत्र त्यो राम्रो मानिँदैन फुल स्टपको स्ट्रक्चरमा बन्नु पर्यो सो आई थिङ्क यु आर क्लियर इफ यु आर in confusion please comment on the comment box do not forget to subscribe and comment